हामीले प्राकृतिक आहार अपनाउनु पर्ने हुन्छ। त्यसमा हामीले दैनिक रूपमा खानामा ताजा फलफुल र मौसमका फलफुलहरू जुन चाहिँ हाम्रो वरिपरि अर्ग्यानिक रूपले पाइएको हुन्छ त्यसको सेवन गर्नुपर्ने हुन्छ। दोस्रो नम्बरमा चाहिँ हामीले नियमित योग र व्यायाम गर्नुपर्छ। हामीले आफ्नो शरीरलाई एटलिस्ट 30 मिनट्स डेली दिनुपर्छ। योग र प्राणायामले चाहिँ हाम्रो शरीरलाई रिल्याक्सेसनका साथसाथै हेल्दी बनाउन एकदमै इम्पोर्टेन्ट भूमिका खेल्छ। त्यसै गरी हामीले तेस्रो नम्बरमा चाहिँ शरीरले प्राकृतिक रूपमा डिटक्स गराउनुपर्छ। त्यसको लागि वन्स इन अ विक हामीले फास्टिङ राख्नुपर्छ। त्यसै गरी पर्याप्त मात्रामा पानीको पनि सेवन गर्नुपर्दछ। त्यसै गरी फोर्थ नम्बरमा चाहिँ मानसिक स्वास्थ्यलाई हामीले एकदमै ध्यान दिनुपर्छ। तनाव, चिन्ता र नकारात्मक सोचले चाहिँ धेरै रोगहरू निम्त्याउँछ। त्यही भएर हामीले आफ्नो मेन्टल हेल्थलाई एकदमै ध्यान दिनुपर्छ र हामीले मेडिटेसनको प्र्याक्टिस गर्न सक्छौँ यसका लागि। त्यसै गरी पाँचौँ नम्बरमा चाहिँ प्रकृतिसँग नजिक रहनुहोस्। बिहानको घाम लिने जसमा भिटामिन डी प्रशस्त रूपमा हुन्छ, त्यसै गरी नाङ्गो खुट्टाले हिँड्ने घाँसमा, यी उपायहरू अपनाउन सक्यो भने हाम्रो लाइफ एकदमै हेल्दी हुँदै जान्छ।